हे गाइज वेलकम ब्याक टु माई न्यू अन्दर्स भिडियो। सो सबैजना सन्चै आराम हुनुहुन्छ, म पनि फिट एन्ड फाइन छु। सो अहिले चाहिँ म भ्लगिङ गर्दैछु होइन, भिडियो बनाउनुला त्यही घरमा पैसा जाउला त्यसो तल घरदेखि चाहिँ स्टार्ट गर्न पाइनँ किनकि यहाँदेखि चाहिँ भ्यू यस्तो बवाल देख्छ क्या, यस्तो दामी सही छ। ल कुहिरोहरू लागिरहेको छ ट्याक्क लगाएर, त्यही भएर चाहिँ घर चाहिँ यहाँ तल छ। राइड चाहिँ यो डिस्कभर म गर्नेवाला छु मुला के हो बिहान बिहान भएर कि किन धुवा फालिरहेको छ नि, त्यही पनि टेस्ट राइड हान्दिउँ के कस्तो हुन्छ गाइज। त्यही नै हो, यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सनु होला। यदि तपाईँहरू फेसबुकदेखि या टिकटकदेखि हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट र फलो गर्नु चाहिँ बिल्कुल नबिर्सिनु होला मेरो भाइ। त्यही हो अहिलेको लागि, बाई बाई। सो राइट गाइज, म चाहिँ अब स्टार्ट हो गया। अब सुबह सुबह अहिले चाहिँ बिहानको ठ्याक्कै 7:30 भइरहेछ अनि हल्का अगाडि आउनु पर्ने कुहिरोहरू मस्त लागेको थियो। अहिले त अब यस्तै हो चाहिने जोमा, अब कुहिरो सुरु कता हराइगयो अनि अहिले चाहिँ ल जोस् भ्यूहरू चाहिँ ठिक छ कि देखिरहेको छ। यहाँदेखि चाहिँ माथि गाउँभन्दा हल्का तल छ, माथि चाहिँ गाउँ छ। सो म गाउँमा जानेवाला छु। मैले माइक मगाएको थिएँ होइन, त्यो माइक कस्तो भयो भनेपछि त्यो मुला के भन्छ त्यो कटेर आउने भयो कि सस्तो खाले माइक पठाइदिएछ नि यार, 3000 रुपियाँ। मेरो त चुनै लाग्यो गाइस, चुनुबाट के हो यस्तो। जो होता है अच्छे के लिए होता है, जो होता है अच्छे के लिए। वाओ तो बवाल देखिरहेको छ ठाउँ चाहिँ हामीलाई। ल यहाँनिर घर बन्दैछ। मैं गाँव में आ गया हूँ अभी गाइस। ये है हाम्रो गाउँ, यो हो हाम्रो गाउँ, यो हो हाम्रो गाउँ, यो हो हाम्रो गाउँ। बिचको नमुना है, बिचको नमुना हुन्छ, बिचको दृश्य भ्यू चाहिँ यस्तो छ। अनि अब चाहिँ म ट्याक्कै यहाँ लगाएर छेरा भन्ने ठाउँ चाहिँ यता छेरातिर जानेवाला छु। त्यहाँबाट चाहिँ यस्तो जिन्दगी के छ, मजा आउँछ गाउँतिर त जे होस्। मेरे पास कुछ भी नहीं है भाइ साहब। ओ भ्यू हेरेर केटा हो ए ल यतिको चाहिँ हुनु पऱ्यो यार। म यता हिँड्दै कि के हो, होइन होइन यता पहिला यहाँनिरबाट मेरो गाउँको नजारा देखाता हूँ आप लोग को। गाइस आप लोग देख सकते हो ऐसा है इधर का ठाउँ। ओहो बवाल छ त यार। यता चाहिँ हाम्रो गाउँ भइहाल्यो, उ तल चाहिँ हाम्रो घर छ। सो अब चाहिँ म छेरा जानेवाला छु गाइस जिन्दगानी। म छ्याइदिनु के हिउँबो। अब यो छेरा जाने बाटो त अफरोड होला होइन। अब हाम्रो गाउँतिर सबै अफरोड छ, गाउँमा मात्रै ढलान हाल्या। अनि के भन्छ मलाई चाहिँ के लाग्छ भनेपछि बिहान बिहान यस्तो भ्यू हेर्दै राइड गर्नुको मजा नै बेग्लै छ जस्तो चाहिँ लाग्छ होइन जिन्दगानीमा। मैले लाने के छ र ए घाँसा बिटा बड्डा। गाइस आप लोग देख सकते हो यस्तो बवाल भ्यू छैन। सो मलाई चाहिँ के लाग्छ भनेपछि म त मान्छे एकदमै हावा भन्दा नि एकदम चिल गर्ने क्या जस्तो अवस्थामा भयो नि, बाल लाग्दैन जे होस् जस्तो होस् होइन। म चाहिँ कस्तो हो भने जो होगा देखा जाएगा भन्ने हो क्या। अनि मान्छे चाहिँ आफूसँग टाइम हुन्जेल चाहिँ आफूले चाहेको कुरा, आफूले मन लागेको कुरा चाहिँ गर्नुपर्छ। भोलि भोलि गएर चाहिँ रिग्रेट नहोस् कि यार मसँग खास त्यो टाइम थियो तैँले मैले गरिनँ भन्ने चाहिँ नहोस् होइन। अनि आफूसँग है छिपानी आयो, आफूसँग टाइम भएको बेला चाहिँ गर्नुपर्छ होइन। अनि भोलि गएर रिग्रेट नहोस् भन्ने लाग्छ क्या मलाई चाहिँ। के लाग्छ भने अरूको त मतलब भएन, मलाई त त्यही लाग्छ कि म भोलि गयो, भोलि फर्केर हेर्दा मेरो अहिलेको दिनहरूलाई अनि पछुतो नहोस् क्या यार, खास त्यो टाइममा गर्नुपर्ने रहेछ, टाइम थियो मसँग मैले चाहिँ गरिनँ भन्ने पछुतो नहोस् भन्ने लाग्छ होइन। ल फसिहाल्यो गाइस। त्यही नै गाइस, मान्छेले सबै कुरो पाउँछ रिटर्न होइन। फेरि पैसा कमाउन सक्छ, फेरि मान्छे कमाउन सक्छ, धेरै कुरो फर्केर आउँछ लाइफमा। तर मान्छेको टाइम चाहिँ कहिले पनि फर्केर आउँदैन क्या। अनि यो अहिले हामीहरूको जुन अवस्था छ, अहिले हामीहरूको जुन यो टाइम छ, यो चाहिँ नि फेरि फर्केर आउँदैन। यो टाइममा चाहिँ हामीले जति मेमोरिजहरू बनाउन सक्यौँ होइन, जति आफूले यो टाइम मेन भनेको चाहिँ आफूले आफूमाथि इन्भेस्ट गर्ने हो जस्तो लाग्छ क्या मलाई। अनि अरूलाई खुसी हामी कहिले पनि बनाउन सक्दैनौँ होइन। आफूले चाहिँ आफ्नो लागि खुसी बनाउने कुरा गर्नुपर्छ क्या। अनि आफू चाहिँ मेन खुसी हुनु पऱ्यो होइन। अरूको त के छ र, हामी अरूको चित्त त कहिले पनि हामी बुझाउनै सक्दैनौँ। त्यही भएर आफू चाहिँ खुसी हुनुपर्छ, आफ्नो मन लागेको कुरा चाहिँ गर्नुपर्छ। भोलि फर्केर हेर्दा चाहिँ आफूलाई यो रिग्रेट नहोस् कि
खास यार त्यो टाइममा चाहिँ मैले गरे भए टाइम थियो मसँग उमेर थियो गरिनँ भने चाहिँ भोलि गएर म पहिले पैसा कमाउँछु त्यसपछि रमाउँछु भन्न थाल्यो भने त लाइफ त्यसै झन्डुबम हुन्छ क्या मान्छे कहिले पनि त्यो मान्छेले पैसाले पुग्दा पनि पुग्दैन रमाउनु पनि सक्दैन परिस्थिति पनि सधैँ त्यस्तै भइराख्दैन सो त्यही भएर चाहिँ जस्तो हाम्रो कति ठुलो झरना जस्तो भए पनि जस्तो अवस्थामा तिमीसँग जे छ होइन जस्तो छौ अनि त्यही कुरामा चाहिँ खुसी हुन सिक भन्छु क्या म चाहिँ होइन होइन मलाई चाहिँ त्यस्तो लाग्छ म चाहिँ मसँग होइन मलाई अरूसँग कहिले पनि आफ्नो लाइफ कम्पेयर गर्दै गर्दैन क्या मसँग चाहिँ जे छ म जस्तो छु आई एम ह्याप्पी क्या म खुसी छु मलाई केही कुराको पनि उयो छैन क्या माग छैन होइन अब मलाई होइन मेरो भाग्यमा जति लेखाएको छ मलाई चाहिँ मेरो घरको जति दिनसक्छ अनि त्यसमा चाहिँ म एकदमै खुसी छु भनौँ होइन गाइस त्यही नै हो धेरै बोल्नु हुँदैन यस्तो कुराहरू आहा भ्यू चाहिँ क्या बोल्छ म त्यही छेरा भन्ने ठाउँ जानेवाला छु सो गाइस छेरा भन्ने चाहिँ यही हो सो चाहिँ म छेरा पुगिसकेँ पहिला चाहिँ हामी मलाई यो छेरा बिचैमा पर्छ नि त ओइ बट के हो यस्तो चिप्लो पुरै त्यो राहत फार्मेसीको जस्तो गर्नुपर्छ कि अलिकति अप्ठ्यारो बाटो भेट्यो भने पुरै चिच्याएन पुरै कति न बाटो जस्तो गर्छ त्यस्तै छेरा बजार टुङटुङ टाढा भनेको अझ लास्ट पहिले चाहिँ बड्डा छेरा होइन पसलहरू हुने कस्तो मजा लाग्थ्यो बच्चैमा छेरा त बजार जस्तो लाग्थ्यो आजभोलि के लाग्दैन छेरा पहिलेको बजार छेडा बजार हो भाइ साहब तर बड्डा डिस्कभर पनि राइड गर्न मजा आउँदैछ यार म त यार त्यही लाग्छ डट बाइकहरू पनि चलाउनु चाहिँ चलाएको डट बाइक छ मसँग तर पनि म डिस्कभरमा राइड हानेर हुन्छु पुरा किन भन्दा यो मलाई डिस्कभर ढुक्क हुन्छ क्या बिग्रिँदैन भन्ने थाहा छ पता नै साला डिस्कभर कहाँ गएर बिग्रिन्छ के अरे डट बाइक ये देखो भाइ साहब बाहुबली झरना चाहिँ यहाँनिर यस्तो उयो के हो जे भए पनि पुल भनौँ गाडी बाइकहरू वारपार गर्ने पुल बनाएछ एकदम खुसी र पहिले चाहिँ यस्तो थिएन होइन बर्खा लाग्यो भने गाडीहरू बाइकहरू जाने एकदम गाह्रो पर्थ्यो सो जस्तो बबल बनाएर रहेछ नि हेर्दा पनि कस्तो दामी देखिँदैछ क्या त्यही हो गाइज के सालका मेरो राइड सो गाइज एकदम मजा आइरहेछ बर्खा लागिसक्यो हिलो पानी यस्तै हो जिन्दगानी होइन अब दुईवटा कपल्सहरू आइरहेको छ उताबाट बिहे नगरेर कपल्सको हुन् त्यही नै गाइस माया सपोर्ट दिनु पऱ्यो होइन यदि मेरो च्यानल सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नु नबिर्सिनु हो मेरो भाइ प्लिज गराएर क्या लास्ट गाइस तपाईँलाई म एउटा हाम्रो गाउँतिरको के भन्छ एकदम ट्रेडिसनल टाइपको एउटा चिज देखाउँदैछु होइन सो त्यसलाई चाहिँ हाम्रोतिर घट्ट भन्छ सो तपाईँकोतिर चाहिँ के भन्छ ढ्याक्कलाएर ऊ त्यहाँ छ होइन म चाहिँ त्यो घट्टभित्र जानेवाला छु चलो देख्दै हे मजा आएगा ओबाट मैले त चाबी बाइकमै छोड्दै यार उठाइ नि हिँड्दैन नि कसैको आँट नै यहाँ इतना चलो चल्छ क्या उसको ओबाट बन्द गरेर रहेछ नि यार तल चाहिँ यस्तो छ है ट्याक्क लगाएर ऊ घट्ट घुमाउनु त्यही काठले हो फेरि त्यही पानी आउँछ माथिदेखि पानी त्यसमा ठोकिन्छ अनि त्यसपछि फन घुम्छ क्या जसरी केटीले तिमीलाई घुमाइरहेको छ अरे के लास्ट त्यही नै गाइस भन्छ नगरे नि यसलाई चाहिँ घट्ट भन्छन् होइन अब के बनाइरहेको के गरेर आमा बनाइरहेको छु नि त्यो बनिरहेको कि क्या घट्ट म त भिडियो बनाउन आएर यार भिडियो बनाउन आएर त बिग्रिया छ के हो यसो भिडियो बनाइदिउँ भने हजुर 80,000 जनाले लाइकमा हेरेको भाइरल बासे घट्ट त त्यही भएर त म आऊ मस्तै लाला छन् गुरेसेल भन्छ के एउटाले मलाई ए यो हाल्ने फेरि पार्वती कोही हो युवराजले हालेको छ नि त्यहाँबाट गुनेसेलले पनि हालेको थियो के बाखा घट्ट त्यही नै हो गाइस मेरो नीचे का नजारा देख्छ मजाले घट्ट घुमिरह होला त्यहाँ मकैहरू गहुँहरू पिसेको देखाइदिउँ सोचेको थिएँ तपाईँहरूको भाग्य रहन्छ होइन देख्न पाउनु भएन अब के भन्छ त्यसमा मेरो कोही गल्ती छैन बिग्रा रहेछ सो त्यो मालिकले चाहिँ साहुले चाहिँ त्यो घट्ट बनाइराख्नु भएको रहेछ सो त्यही नै अब चाहिँ घरतिर फर्किनु पर्ने हुन्छ होइन हाल
मेरो बाइक कुदारे भैया तर एक्लै पनि मजा आउने रहेछ यार अब अरू साथीहरू बेसे गरिसक्यो कोही कता होइन जिन्दगानीमा त्यही नै हो एक्लै पनि मजा आउने रहेछ एक्लै पनि घुम्नु पर्ने रहेछ कहिले काहीँ कति होइन साथीहरूसँग मात्रै घुम्नु पर्छ साथीहरूसँग पनि तर कहिले काहीँ एक्लै पनि घुम्नु पर्छ क्या सबै कुरो थाहा हुन्छ होइन के कस्तो एक्लै हिँड्दा पनि कस्तो फिलिङ्स आउँछ भन्ने कुरो चाहिँ त्यो कुरालाई बुझ्नुपर्छ गाइस त्यही नै हो वास्ते का ना वैया सोया नहीं है मेरा भिडियो सब्सक्राइब के भन्छ मेरो च्यानल सब्सक्राइब गर्नु प्लस यदि फेसबुकमा हेर्दै हुनुहुन्छ भने फलो लाइक गर्न नबिर्सिनु होला मलाई त केटीको अचम्म लाग्छ है केटाहरूको होइन 1000 2000 3000 5000 भ्युज गयो भने पनि 100 200 लाइक आउने के अनि अरूको त थाहा भएन मेरोमा केटीहरूको मलाई 1000 लाइक गयो भने 200 300 लाइक त फिक्स हो के मलाई बोका केटाहरू हामीलाई पनि त्यतिको हल्का हुन्छ नि लाइक स्याक गर्नु पर्यो हाम्रो भिडियोहरू पनि होइन हाम्रो भ्युज मलाई कत्रो 1000 5000 अनि के भन्छ 1000 गयो भने हाम्रो 1000 भ्युज गयो भने चाहिँ कति भन्छ 1000 भ्युज चाहिँ हाम्रो 100 लाइक होला होइन तर मलाई बोका केटाहरूले केटीहरूलाई होइन 1000 लाइकमा 300 400 लाइक पुऱ्याइदियो हुन्छ नि के माइ गड हामीलाई पनि सपोर्ट गरौ यार लड्की में क्या राखा है देख्यो छ तर त्यही नै आफ्नो इच्छा हो होइन तर साथ सपोर्ट चाहिँ गर्न नबिर्सिनु होला जिन्दगानीमा त्यही नै हो नत्र फेरि जिन्दगानी दर्पण छाया हो जाएगा मेरे भाइ समझ इस बात को इसीलिए डिस्कभर हे गाइज गुड मर्निङ सबैजनालाई सो अरू कुरा मलाई केही पनि थाहा छैन मेरो भिडियो लाइक गर्नु पर्यो बुझ्यौ मेरो भाइ लाइक गर न यार कस्तो मलाई तिमी एकदमै उ छौ क्या यार चिट्या मान्छे बोका छौ केटीहरूलाई चाहिँ यति धेरै लाइक गर्छौ तिमीहरूले आमामा 1000 भ्युज पनि यति धेरै 1000 भ्युज गयो भने 300-400 लाइक हुन्छ हामीहरूको 1000 भ्युज गयो भने मलाई 100 लाइक पनि पुग्दैन त्यस्तो गर्न पाउँछ केटा भएर केटालाई सपोर्ट गर केटीहरूलाई सपोर्ट गर्छौ भनेर भन्दिनँ म तर आफ्नो इच्छा तर त्यही नै हो गाइस माया देखाउनु होला होइन साथ सपोर्ट गर्नु होला भन्न म चाहन्छु त्यही भएर यस्तो दामी ठाउँ म तपाईँहरूलाई देखाउँदैछु जीवरा इन्दरा दिन्दरा आमामा गीत फेरि हो बाहुबलीको त्यही नै हो गाइस म चाहिँ बिहान यता छेर घुम्न आएको थिएँ सो अब चाहिँ म घर फर्किनेवाला छु अनि के भन्छ युट्युबमा चाहिँ भिडियो आउनेवाला छ बेलुका भिडियो आउँदैछ सो सबैजनाले होइन हेर्नु पर्यो सब्सक्राइब गर्नु पर्यो त्यही नै गाइस अहिलेको लागि बाई बाई